दर्शक बिनीहरू देख्न सक्नुहुन्छ यहाँ दाजु र भाउजूले चाहिँ मिलेर के गर्दै हुनुहुन्छ। दाजु भाउजू हुनुहुन्छ कि को हुनुहुन्छ हेर्नु पर्यो यहाँनेरि। आम्मामा दाजु हेट तेरिका भाउजूलाई झ्याप्प राखेर के हो यस्तो अनि भाउजू र दाइ चाहिँ मिलेर यस्तो गर्नुहुन्छ हाम्रोतिर चाहिँ। भाउजू पनि तगडा हुनुहुन्छ नि यहाँ हेर्नु है। ए यस्तो हुनुपर्छ आइज घुम। हो भाउजूलाई पनि आउँदो रहेछ जोत्न पट्टा लाउन सबै गर्नु। हजुर रुवा भइहालेछ नि माटो त होइन। भाउजूलाई पनि पटामा अनि ठिक्क होइन तान्दो रहेछ नि त गोरुले। हाँस्नु हुन्छ दाइ त। कता गोरिस फेर्नु छ भाउजू दाइले पछाडिबाट लठीले हानेर। देख्न सक्नुहुन्छ तपाईँहरू भाउजूले अहिले ड्याङको ड्याङ दाइ र भाउजू हुनुभयो भने चाहिँ घरमा कहिले कामको त यस्तै हो ए। आम्मामा गुडुङडुङ हेर्न सक्नुहुन्छ तपाईँहरू। हो ल दामी लाग्यो यो चाहिँ युट्युबमा हाल्ने भिडियो कि दाइ। दाइले त गोरु दुईटा गोरु आफ्नो भाउजू सबैलाई पेलान पार्नु भयो त आज त। ठिक छ ट्याक्क यहाँ गहिरीमा यी माइलाहरू निकै कडा हुँदो रहेछ नि। हाम्रो सुदीप माइला त्यसै भन्छ खालि माटो तनाएर हो। माइलो खालि कहाँ यसरी गहिरोमा राख्नुपर्छ माटो भन्छ हो। ल दामी भाउजूले चाहिँ अहिले चाहिँ हो क्या पट्टा लाउनु भएको। तान्छ गोरुले नि। गोरुले पट्टा लगाएको देख्दा अचम्म लाग्छ। तिमाथि भाउजू चढ्दाखेरि झन् अचम्म लाग्यो मलाई चाहिँ। ल दर्शक बिनीहरू यस्तै छ। म चाहिँ एकछिन गाउँ घुम्न हिँडेको यस्तो दृश्य देखेँ क्या मैले। ल